Okay, good morning to all. म चाहिँ अहिले ठ्याक्क यो जङ्गलमा जाँदै के को लागि जाँदै हो राजी हामी माटो लिनको लागि है घर लिप्नको लागि दसैँ पनि लाग्यो हैन टिका त छैन हाम्रो अब माटोले बनेको घरहरू हुन्छ अलि सफा राख्नु पर्यो द्याट्स वाइ वी आर गोइङ टु माटो लिनलाई है यसो बाटो एकदमै उकालो टाइपको आज एकदमै गाह्रो चाहिँ छ होइन होइन बोस यस यो हाम्रो नीलकण्ठ सामुदायिक वनमा पर्छ है यो चाहिँ जाँदैछु र यहाँनिर एउटा नहर पनि छ यो चाहिँ बिग नहर यहाँबाट पुरा पानी चाहिँ फ्लोमा गइरहेको छ र यो नहरले यो डुम्री बेसीमा यसको चाहिँ बाँध छ र डुम्री बेसीदेखि हाम्रो बैडी अनि भन्टार अत्रौली लगायत पुटारसम्म चाहिँ यसको सिँचाइ हुन्छ हजुर ए ल ल तिमीलाई म देखाउँदिनँ ल ठुलो छ पानी चाहिँ है लगभग एक मान्छे जति छ यो पानी र कन्सिस्टेन्सी यो फ्लोमै बगिरहेको छ अब देखाउँदा हुन्छ ल वेलकम आऊ ओके सो लेट्स वी going to digging our mato है या माटो digging out बाबु हेर चाहिँ हेर बाटो डेन्जर छ है रेड माटो भन्नु माटो यस रेड माटो हैन ल रेड माटो डिगिङ गर्नलाई हामी जाँदैछौँ है लेउ लागिरहेको छ बाबु एकदम ख्याल गरेर है अङ्कु ल कन्फ्युज पो भयो त बाटो यस्तो छ है तिमी मामाको पछि नै आइछौ के अरे हैराजी ल कि अघि हिँड्छौ ल अघि हिँड्न ल हाम्रो राजी जाँदैछ नि एकदम डेन्जर छ चिप्लो अनेक डेन्जर या प्लिज कन्टिन्यू यो ट्रेकिङ भन्दा कुनै ट्रेकिङ भन्दा कम्ती चाहिँ छैन है यो वे चाहिँ हैन यस हाम्रै जङ्गल नीलकण्ठ सामुदायिक वन उपभोक्ता समितिबाट चाहिँ चलिराखेको छ लगभग 60 सालदेखि नै र मैले धेरै माथि धेरै नै यहाँनिर सालहरू प्रशस्त हुन्छ होइन प्राय पहाडी ठाउँमा साल नै हुने हो मेरो रुटु नै फुट्ला जस्तो हो राजी अझै हामी डेस्टिनीमा पुगिसकेका छैनौँ होइन अझै हामी डेस्टिनीमा चाहिँ पुगिसकेका छैनौँ यस्तो ठाडै उकालो लेट्स गो बोस कस्तो फिल भइरहेछ बोस हो अनि तपाईँको भिडियो हेर्ने होला तपाईँले के मेसेज दिन चाहनुहुन्छ प्लिज केही दिन चाहदिन आइफोन चाहियो ल एउटा आइफोन उपलब्ध चाहिँ गराइदिनु होला ल यता लेट्स यता है यस हामी जाँदैछौँ ल करिब हाम्रो डेस्टिनीको नजिकै पुगिसकेका छौँ लेट्स गो ल यो चाहिँ ओपन स्पेस है फाइनल्ली यता बाजु आउ न यो चाहिँ यो है
हामीले चाहिँ यो लिएर जाने चाहिँ जुन रातो माटो भनेको थिएँ मैले यही एरियाबाट चाहिँ प्राय गाइसहरु मैले एउटा सल्ले च्याउ देखे खै सानो दुईटा तिमी चिन्छौ च्याउ सानो थियो म त चिन्दिनँ यार ल ल अन्त साइडमा समाउ न यस ल फाइनल्ली मलाई देखाऊ र फाइनल्ली चाहिँ अब म यो माटो खन्न जाँदैछु है अब यहाँनिरबाट चाहिँ जस्तो माटो चाहिँ यहाँ बोलामा राखेर अनि टक 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 जाने हो होइन ल म छिरेँ ल गाइस कति गाह्रो हौ यहाँ त बसेर गर्ने हो कि उठेर गर्ने जस्तो रहेछ यार मलाई देखाइरहेको छ ल गाइस म माटो खन्दैछु है हाम्रो यो के भन्छ अरे माटो धेरै गहिरो पनि खन्नु भएन फेरि होइन म त बाहिरको यताको नै लिएर जानु पर्यो लगभग उही नै हो मान्छेको मन मात्रै हो होइन माटो जहाँको पनि एउटै हो द्याट्स वाइ म त यहाँबाट चाहिँ खन्दैछु यो ढिक पनि जतिखेर पनि झर्न नि सक्छ होइन सो यसरी हाम्रो घरतिर चाहिँ माटो ल्याउने लिन आउने भन्ने चाहिँ हुन्छ होइन यो माटो रातो त धेरै नै रातो छ है यस सो हाउ इज इट फिल कस्तो फिल भइरहेछ राजु तिमीलाई दामी हाँ दामी फिल भइरहेछ यो मैले जान्दादेखि नै चाहिँ यो यसलाई चाहिँ माटो लिएर आउने एउटा डेस्टिनी जक्सनकै रूपमा मान्छेले चिन्थे होइन र यो माटोकै लागि पहिला पहिला त अझै पर बोराको कतिको दरले पनि यहाँनिर पैसा पनि कलेक्सन गरेर पनि माटो दिने काम भयो पहिला पहिला होइन आजभोलि त्यस्तो पहिला पहिला जस्तो उचाइ छैन पहिला पहिला के थियो त भन्दाखेरि मान्छेका धेरै माटोको घरहरू हुन्थे तर आजभोलि चाहिँ माटोको घरहरू प्राय छैन है सिमेन्टेड घरहरू भएको कारणले गर्दा नि यो चाहिँ चाहिँदैन हाम्रो पनि थोरै यहाँनिर चाहिँ किचन भएको कारणले गर्दा र यो माटोहरू धार्मिक कामको लागि पनि आवश्यक पर्ने हुनाले चाहिँ यसलाई घर भएको बेलामा यसलाई लगिराखौँ भनेर चाहिँ म यहाँनिर चाहिँ आएको छु है ल धेरै लान त सकिँदैन होला है यति भए पुग्छ होला है पुग्छ ल अब यहाँभन्दा धेरै लान सकिँदैन ल ल फाइनल्ली अब हामी चाहिँ बाई बाई माटो बोकेर जाँदैछौँ है ल अब हामी हाम्रो फेरि गन्तव्यतिर जाँदैछौँ है ल धेरै नै झर्नुपर्छ है धेरै नै अरू पनि खाली ठाउँ छ ल तल मोटरसाइकल छ जङ्गलमा चाहिँ मोटरसाइकल आउँदैन बाटो यस्तो छ डेन्जर छ है एकदम सेफ भएर हिँड्नुपर्छ यताबाट चाहिँ 1 मिस गाह्रो हुनसक्छ द्याट्स वाइ हामी चाहिँ जाँदैछौँ है त ल अहिले चाहिँ अब पछि हामी बनाउँछौँ सो गाइज वी आर कम टु फाइनल्ली रोड होइन र प्याक पनि भइसकेको छ यस यसरी र हाम्रो सर्दी चाहिँ माटोमाथि बस्दै हुनुहुन्छ नि सर कस्तो फिल भइरहेछ हजुरलाई ल अनि हाम्रो अब डेस्टिनी चाहिँ यहाँबाट स्टार्ट हुन्छ है यहाँबाट चाहिँ हाम्रो डेस्टिनी स्टार्ट हुन्छ अब चाहिँ हामी यो फरेस्टबाट अब हामी जाँदैछौँ है आफ्नो हाउसतिर जाँदैछौँ है म तपाईँलाई केही बाटोहरू पनि हाम्रो गाउँको बाटोहरू केही देखाउँछु है कस्तो छ बाटो भनेर है
काकुलाई रमाइलो लागिरहेछ है, एकदम ह्याप्पी भइरहेछ होइन, धेरै ह्याप्पी छु है। बाटोमा पानीहरू पर्छ होइन। यो अघि मैले जुन खोला देखाएको थिएँ नहरबाट चाहिँ झरेको पानी है। र सबै प्रायः जस्तो बेसिकली सबै रातो माटो नै छ यो एरियामा चाहिँ, सबै रातो माटो नै हो। हर्चीले चाहिँ फेरि माटो देख्न पाउँदैन, ढुङ्गा मात्रै हुन्छ। बाटो यस्तो छ है, अब अनुरोध पनि गर्न चाहन्छु बाटो बनाउनु पर्दैन। हाम्रो जनता यहाँ सोधिसके कोही बोल्दैन, नेताहरूलाई भगवान् जस्तै मान्ने भन्ने हुन्छ होइन। यहाँ धेरै पछाडि छ, धेरै पछाडि छ। ल यो ठाउँलाई अगाडि यसलाई भिडियोलाई चाहिँ सेयर गरौँ होइन, सम्बन्धित ठाउँमा पुर्याउँ। त्यो भयो भने चाहिँ केही हुनसक्छ है। यस्तो छ बाटो, यस्तो छ ल गाउँको बाटो। यो सबै घाँसमा लागेको छ यो बाटो, तर अब गाडीहरू हिँड्ने भनौँ न। अझै पनि हामी चाहिँ त्यो अब जङ्गलकै युगमा छौँ कि, हिँड्ने युगमा चाहिँ गाई गोरुहरू हिँड्नलाई मात्रै सानो एउटा गोरेटो बाटो चाहिन्थ्यो भने अब अहिले पनि त्यही नै छ। यहाँको कन्डिसन चाहिँ छैन। अहिले पछाडि त थाहा पाउँछ कि तिमी धेरै नआएको है। किन हाँसेको? बाटो चाहिँ यही हो है। हाइवे यहाँबाट चाहिँ काठमाडौँ बस पनि जान्छ है। त्यस्तो छ हाइवेको हालत। यो चाहिँ राजमार्ग हो है, यसलाई भन्छ कृष्ण राजमार्ग के भन्छ है, यो राजमार्ग हो। अब यस्तो छ हाइवेको बिजोग, यहाँबाट तपाईँको काठमाडौँको लागि बस पनि जान्छ है। अब नेताहरू धेरै राम्रो भएपछि चाहिँ यस्तै हो, देशमा धेरै विकास हुन्छ होइन, ठाउँको धेरै विकास हुन्छ। यहाँ सबै धेरै नेताहरू भएर नै हो है। यो हाइवे हो, हाइवे ल चाहिँ हाइवेको हालत हेर्नुहोस्। यो हो हाम्रो बैडीको मेन हाइवे, राजमार्ग है। एकदम ठुलो हाइवे है यो। स्कुल पनि छ, जहाँ चाहिँ मैले आफूले पढ्नु गरेको स्कुल हो हाइवे। यहाँ चाहिँ गेम भनेर चाहिँ अलिकति केही युवाहरूको सक्रियतामा चाहिँ यहाँ एउटा ट्राफिक बनाइएको छ, भलिबल कोर्ट यहाँ पुल पनि छ है। बस्नुको लागि टिम बनाइए रहेछ, खेल्ने मान्छे चाहिँ छैन होइन। ल यहाँनिर टिम चाहिँ बनाएको हो। अब हामी जाँदैछौँ है। यो चाहिँ हाम्रो बैडी पुरानो एकदम बैडीको गाडी लाग्ने जक्सन यही हो। चोक यो चाहिँ बैडीको चोक।
चाहिँ हाइवे, यो पनि हाइवे। यसको तपाईँको क्राइटेरिया सुन्नुहुन्छ भने यो बाटोको मापदण्ड, यो बाटो 30 मिटरको मापदण्ड भएको बाटो हो है। 30 मिटरको मापदण्ड छ यो बाटोमा। तर बाटो चाहिँ यस्तो छ है, 30 मिटर वरिपरि केही कुराहरू बनाउन पाइँदैन भनेर मापदण्ड बनाएको छ। बुवा दर्शन माटो लिएर आएको बुवा। ल तिमीले पनि सक्यौ। यो चाहिँ बहिनीको मेन हाइवे यो है। हाइवेको हालत यस्तो छ यार, नेताहरू त्योबाट दिक्क वाक्क लाग्छ क्या मलाई, वाक्क दिक्क लाग्छ। यतातिर चाहिँ यस्तो ढुङ्गा मात्रै छ क्या, फेरि माटो नै छैन क्या, माटो देख्नै पाउँदैन। किन अझै तिमीलाई दिक्क लाग्यो? यस्तो छ है ठाउँ, अब के भन्नु क्या है। यो चाहिँ माई ब्युटिफुल होम चाहिँ। ल हाम्रो आजको प्रोजेक्ट चाहिँ यही हो होइन। अब चाहिँ प्रोजेक्ट स्टार्ट हुन्छ। ल यो प्रोजेक्ट है, यो प्रोजेक्ट चाहिँ यो ल।